पहिलोचोटि खतरा भयो के दाइ भयो एकदम कुन दाइ ग्रेड आउला आज ढुक्कै ए आउँछ ए प्लस पनि जान्छ दाइ जननी जन्मभूमि स्वर्गसी भन्ने थाहा त नि जन्मेको ठाउँ स्वर्ग भन्दा प्यारो हुन्छ किन छोड्ने प्राण भन्दा प्यारो लाग्छ मेरो देश। कस्तो भयो एक्जाम राम्रो भयो के को थियो रे आज बायोलोजीको हो कुन ग्रेड आउला आज ए आउला ए आउला अब प्लान के छ बहिनीको यो 12 सकिसकेपछिको प्लान के हो सी प्रिपरेसन गर्ने अब प्लान के छ भाइको यो +2 पछि के गर्ने प्लस टू पछि अब यो बिदामा सल्लाह गर्ने परिवारसँग अनि निष्कर्षमा जाने भनेको फ्यामिलीसँग सल्लाह चाहिँ हुनुपर्छ हजुर आफू व्यक्तिगत आफू पढ्ने हो तर सल्लाह चाहिँ हुनु पर्यो होइन पर्यो कस्तो भयो एक्जाम राम्रो भयो ठिकै बायोलोजी थिएन आज हजुर। कुन ग्रेड आउला आज खै थाहा भएन ग्रेड 12 एनएबी को आज डे 7 एक्जाम सकेर भर्खरै भाइ एक्जाम सेन्टरबाट बाहिर निस्किँदै हुनुहुन्छ भाइ तपाईँको नाम राजेन्द्र भण्डारी कस्तो भयो एक्जाम आज राम्रै भयो आजको एक्जाम के को थियो आज आज बायोको इक्जाम थियो बायोलोजी होइन कस्तो भयो त एक्जाम आजको आजको राम्रै भयो ठिकै क्वेसन भनौँ सजिलै आएको थियो नै त्यति छ गाह्रो थियो है? गाह्रै थियो अब बायोलोजी लिनु भएको छ 12 मा होइन अब ब्याचलरमा चाहिँ के पढ्ने सोच हो भाइको ब्याचलरमा फार्मेसी चोइस पढिरहेको योभन्दा अगाडि कस्तो भइरहेको छ एक्जामहरू राम्रै भइरहेको